यो नाम पनि रहेको छ। उहाँले पनि 200 को साथमा दोस्रो प्रमाणपत्र पाउँदै हुनुहुन्छ। के नाम रह्यो यतिखेरको समयमा प्रश्न अहिले म प्रश्न नै यो रहेको छ है त। अहिले म कुन स्थानबाट कार्यक्रम गरिरहेको छु? सुन्नुहोस् है त, अहिले म कुन स्थानबाट कार्यक्रम गरिरहेको छु? तपाईँको लागि अप्सन यस प्रकारको रहेको छु, यस प्रकार रहेको छ। तपाईँलाई राख्न चाहन्छु। अप्सन 1 मा रहेको छ भक्तपुर, 2 मा रहेको छ जोरपाटी र 3 मा रहेको छ कलङ्की र 4 मा रहेको छ रत्न पार्क। तपाईँको लागि प्रश्न पनि मैले राखिसकेको छु। म अहिले कुन स्थानबाट यो कार्यक्रम तालङ तुलुङ कार्यक्रम गरिरहेको छु? अप्सन 1 मा रहेको छ भक्तपुर, 2 मा जोरपाटी, 3 मा कलङ्की र 4 मा रहेको छ रत्न पार्क। तपाईँको समय सुरु हुन्छ अब। ल विमल भाइको बसाइ नै जोरपाटी हो। सिन्धु स्विट एन्ड चाट सेन्टर, त्यो हजुरको जुन छ नि यो मिठाई पसलको बारेमा पनि मैले थोरै भनिहालेँ र यसमा मैले 50-50 पनि लिन चाहेन, सिधै 14 जोरपाटीबाट। अझै पनि सोचेर सम्झेर दिनु होला। तपाईँको लागि मैले अप्सनहरू राखिएको छु, 4 अप्सन र 4 अप्सन मध्येबाट तपाईँले चुज गर्नुपर्ने हुन्छ। एउटै मात्रै सही आन्सर हुन्छ र त्यो सही आन्सर कुन होला के होला भन्ने कुराको विषय तपाईँसँग एउटै मात्रै चान्स हुन्छ। यदि त्यो तपाईँको गुम्यो भने त सकिहाल्यो नि। ल यसमा मैले रिस्क लिन चाहिनँ, 50-50 को अप्सन छ भन्नुभएको होइन विमल सर? हजुर, 50-50 को अप्सन पनि रहेको छ तपाईँको लागि। यतिखेरको समयमा म यो कार्यक्रम प्रत्यक्ष रूपमा कुन ठाउँबाट लाइभ गइरहेको छु? तपाईँको लागि 50-50 भन्नु पर्दाखेरि मसँग रहेको छ अप्सन 1 मा रहेको छ भक्तपुर र 2 मा रहेको छ जोरपाटी। जोरपाटी भक्तपुरबाट तपाईँ बसाइ सरी हुन्छ हुन्छ। यतिखेरको समयमा उहाँले भन्नुभएको छ भक्तपुरबाट। म धेरै समयदेखि नै यो कार्यक्रमलाई एपिसोड 16 सम्म भक्तपुरबाट नै सञ्चालन गरिएको हो। त्यो भएपछि आज पनि धनमान दाजुले भक्तपुरबाट भन्नुभएको छ, सही? मैले जोरपाटी भने होइन, फेरि म कन्फ्युज भयो कि पहिला त भक्तपुरको जग्गा तिमीसँगै भेटिएकै नै हो है। यो अप्सनमा भक्तपुर बाहेक अर्को ल्याउन नमिल्ने रत्न पार्क र उता कलङ्की, त्यो तरिकाले मिल्दैन। यतिखेरको समय 32 जना हुनुहुन्छ। ल म एकदमै जोरपाटी नै भन्नु। ओके, हुन्छ। कमेन्ट अन गरिदिनु होला। यतिखेरको समयमा हाम्रो दर्शक श्रोताबिनहरूले के भन्नुहुन्छ, मलाई वाच गर्नुभएको छ कि छैन, मलाई ध्यान गर्नुभएको छ कि छैन, म कुन स्थानमा रहेको छ, हेर म उहाँहरूको कमेन्ट, उहाँहरूले के भन्नुहुन्छ है त। ओके, केही साथीहरूको जोरपाटी भनेर पनि आएको छ। पक्कै पनि यतिखेरको समयमा हामीसँग धेरैजना साथीहरू जोडिने क्रममा रहेको छ। 29 जना साथीहरू हुनुहुन्छ। कमेन्ट गर्दै स्क्रिनमा डबल ट्याप गर्दै अगाडि बढ्दै गर्नुलाई। यतिखेर समयमा तपाईँले भन्नुभएको छ काठमाडौँ स्थित कलङ्की होइन, तपाईँले भन्नुभएको छ जोरपाटी। हेरौँ तपाईँको एन्सर सही हो या गलत हो। हामीसँग धेरैजना साथीहरू भएको हिसाबले हामी रमाइलो अलिक कम जोड्दै जानेछौँ। यति भन्दै तपाईँको एन्सरलाई हामी लगाउन गइरहेका छौँ। लेट्स सी। ओके, पक्कै पनि यतिखेरको समयमा हाम्रो धनमान तामाङज्यू हुनुहुन्छ चौताराबाट, काठमाडौँ भन्दा पनि सिन्धुपाल्चोकको चौताराबाट, र म कार्यक्रम गरिरहेको छु काठमाडौँको जोरपाटीबाट। उहाँको लागि परेको प्रश्न नै यो रहेको थियो। मैले बिचमा पनि भन्ने गरेको छु कि साथी म व्यक्तिगत विशेषबाट पनि र स्पोन्सर विशेषबाट पनि केही प्रश्नहरू तपाईँको लागि आउँछ भनेर मैले भनेको नै थियो। त्यो अनुरूप नै आजको लागि पहिलो श्रोताको लागि राखिएको थियो पहिलो प्रश्न र उहाँले सही आन्सर दिइसक्नु भएको छ। यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यस्तै खालको अपेक्षाको हामी ठुलो अपेक्षा गर्दछौँ। यो तपाईँको साथको लागि धन्यवाद भन्दै यतिखेरको समयमा फेरि पनि म जान चाहन्छु। आशिष चन्द्रजी हुनुहुन्छ। आशिष चन्द्रज्यू, स्वागत गर्न चाहन्छु तपाईँलाई यस कार्यक्रम तालङ तुरुङमा। हजुर नमस्ते। ओके, नमस्ते। कहाँबाट जोडिनु भएको छ आशिष सर? वीरगन्जबाट। जहाँसम्म लाग्छ योभन्दा अघिल्लो हप्ता पनि आउनु भएको थियो तपाईँ, होइन? आशिष चन्द्र, ओके, हुन्छ। तपाईँको लागि आशिष चन्द्र सर हुनुहुन्छ वीरगन्जबाट। साथीहरू तपाईँहरू पनि यसरी कार्यक्रममा आउन चाहनुहुन्छ, गेम खेल्न चाहनुहुन्छ भने इन्भाइट रिक्वेस्ट गर्नु होला। स्क्रिनमा डबल ट्याप पुगेन है, तपाईँहरूको जम्मा 5,700 मात्र पुगेको छ। किनकि यो लाइभलाई स्टार्टिङमा छौँ, त्यो भइसकेपछि यो लाइभलाई फर युमा पुर्याउनु छ। जब फर युमा पुगिसकेपछि तपाईँहरूले देखिराख्नु नै भएको हो। योभन्दा अगाडिको 15-16 को एपिसोडहरूमा हामी 1K क्रसमा रहन्छौँ। ओके, हुन्छ सर। तपाईँको लागि हामी प्रश्न कति नम्बरको राखौँ होला? 18 नम्बर। ओके, नम्बर 18 बाट तपाईँको लागि प्रश्न हामी राख्न गइरहेका छौँ। कृपया ध्यान दिएर सुन्नु होला।
कृपया कमेन्ट अफ गरिदिनु होला। उहाँको लागि हामी प्रश्नहरू राख्न गइरहेका छौँ। हाम्रो मोडरेटरज्यूले कमेन्ट अफ गरिसक्नु भएको छ। तपाईँको लागि प्रश्न यस प्रकारको रहेको छ, पृथ्वीनारायण शाहको जन्म जिल्ला कुन हो? जहाँसम्म लाग्छ योभन्दा अगाडि पनि सोधिएको थियो यो एउटा प्रश्न, कि तपाईँलाई नै परेको थियो सर यो प्रश्न? हजुर त्यसो भए म तपाईँलाई यो क्वेसन जहाँसम्म लाग्छ यो मैले ठिक लाउन बिर्सेको रहेछ। त्यो भइसकेपछि पृथ्वीनारायण शाहको बारेमा नै रहेको थियो, जन्म जिल्लाको बारेमा थियो। त्योभन्दा पनि योभन्दा अगाडि पृथ्वीनारायण शाहको जन्म जिल्ला थियो भने तपाईँको लागि रहेको छ पृथ्वीनारायण शाहको जन्म साल रहेको छ यसपालि चाहिँ। भने यो अघिल्लो हप्ता पनि पृथ्वीनारायण शाहकै बारेमा, त्यो दिन पनि मैले ट्याक्क भनेको थियो, साल महिना र गतेसहित भनेको थियो। तपाईँको लागि यसपालि भने चाहिँ सालबाट परेको छ। पृथ्वीनारायण शाहको जन्म कति सालमा भएको थियो? विक्रम सम्वत कति सालमा भएको थियो? और यो रोजको लागि नम्बर 7बाट नम्बर 7 हामी ओके नम्बर 7 तपाईँको लागि रहेको छ। एकदमै सजिलो रहेको छ। अघिल्लो हप्तामा तपाईँले मिलाउनु भएको छैन जस्तो मलाई लागिरहेको थियो। नम्बर 7बाट तपाईँको लागि रहेको छ। कृपया कमेन्ट अफ भइसकेको छ। ओके, तपाईँको लागि रहेको छ नेपालको राष्ट्रिय खेल कुन हो? हाल नेपालको अहिलेको अवस्थामा नेपालको राष्ट्रिय खेल कुन हो? तपाईँको लागि म अप्सनहरू राख्न चाहन्छु। अप्सनहरू कृपया ध्यान दिएर सुन्नुहोला। अप्सन 1 मा रहेको छ हामीसँग रहेको छ अप्सन 1 मा क्रिकेट, अप्सन 2 मा रहेको छ डन्डी बियो, र अप्सन 3 मा रहेको छ गुच्चा, र अप्सन 4 मा रहेको छ भलिबल। तपाईँको समय सुरु हुन्छ अब। पहिला त डन्डी बियो थियो हाले, अहिले पछि आएर चाहिँ भलिबललाई राष्ट्रिय खेल भनेको हो कि कस्तो लाग्यो? कृपया एकदमै ध्यान दिएर सुन्नुहोला अनि जुन छ नि प्रश्नको एन्सर दिने कोसिस गर्नुहोला। हाल नेपालको राष्ट्रिय खेल कुन हो? तपाईँको लागि राखिएको थियो मैले अप्सनहरू। 1 मा क्रिकेट, 2 मा डन्डी बियो, 3 मा गुच्चा, र 4 मा राखिएको थियो मैले फुटबल भनेर। तपाईँले के भन्नुभयो? पहिला त डन्डी बियो नै थियो, तर 20 मा आएर चाहिँ अहिले भलिबल चाहिँ राष्ट्रिय खेल मान्यता दिएको छ अरे भन्ने हल्ला सुनेको थियो। म अलिकति कन्फ्युज भएँ, तै पनि भलिबलै भन्छु ल। अप्सन तपाईँले मजाले सुन्नु भएको छ नि। मैले भलिबल कतै राखेको थियो, कतै भनेको थियो मैले भलिबल। राइनी मिस भन्नुहोस् न। हाम्रो दर्शक श्रोता 40जना 41जना हुनुहुन्छ। तपाईँहरू पनि यसरी नै गेम खेल्नको लागि रिक्वेस्ट गर्न सक्नुहुनेछ। तपाईँको लागि मैले राखिएको छु नेपालको राष्ट्रिय खेल कुन हो भनेर राखिएको प्रश्नमा तपाईँले भन्नुभएको छ अहिलेको अवस्थामा चाहिँ भलिबल भनेर चाहिँ तपाईँले एकदमै ढुक्कताको साथमा 100% कन्फिडेन्टको साथ भन्नुभएको छ। नेपालको खेल भलिबल नभएर डन्डी बियो पनि हुनसक्छ। अझै पनि सोच्नु होला, तपाईँको समय थोरै बाँकी रहेको छ। होइन, डन्डी बियो पहिला थियो, अहिले चाहिँ भलिबललाई भनेको जस्तो चाहिँ अलिकति कन्फ्युज चाहिँ भएको छ, तर भलिबलै भन्छ अलिक। ओके, हुन्छ ल, हुन्छ। तपाईँको लागि हामी कमेन्ट अन गरिदिन चाहन्छौँ। उहाँले भन्नुभएको छ नेपालको राष्ट्रिय खेल कुन हो भन्ने प्रश्नमा उहाँले भन्नुभएको छ भलिबल। हेरौँ साथीहरूले के भन्नुहुनेछ, भलिबल हो कि होइन त? ल है, हाम्रो जोइनमा पनि धेरै साथीहरू आउनुभएको छ। तपाईँहरू गेम खेल्नको लागि पक्कै पनि रुल्सलाई बुझेर आउनुभएको जस्तो मलाई लागिरहेको छ। त्यो हिसाबले हामी जोइन गर्न गइरहेका छौँ। के होला त? भलिबल नै हो अहिले भन्नुभएको छ, हो भन्नुभएको छ। लेट्स सी, हामी तपाईँको प्रश्नको एन्सर हामी चेक गर्न गइरहेका छौँ, सही हो या होइन। ओके, यो समय ओके, पक्कै पनि तपाईँले पनि सही आन्सर दिइसक्नु भएको छ। ज्ञानु तामाङ सर यहाँ पक्कै पनि काभ्रे सल्ली भुम्लोबाट जोडिनु भएको छ। तपाईँलाई एकदमै 100% कन्फिडेन्टका साथमा ढुक्क भएर दिन सक्ने प्रश्न, एकदमै तपाईँको भाग्यको खेल पनि हो यो कार्यक्रममा। यहाँलाई कङ्ग्रेचुलेसन, तपाईँ पनि लकी ड्रमा परिसक्नु भएको छ। आजको विजेता तपाईँ बन्नुहुन्छ या बन्नुहुन्न, पक्कै पनि मेरो युट्युब च्यानल तपाईँले भिजिट गर्नुपर्ने हुन्छ। भोलिसम्म तपाईँको रिजल्ट आउने नै छ। थ्याङ्क यू ज्ञानु सर। र अहिले अनि तपाईँलाई एउटा सूचना केही पर्यो भने मलाई सम्झिनु। अब हामी साथी पनि छ पुरानो, कुनै दिन केही गाह्रो साह्रो पर्यो भने म स्पोन्सर गर्छु है कार्यक्रम। ओके ल, पक्कै पनि तपाईँलाई यो एकदमै हेडसेट अनि हेड स्यालुट होइन। पक्कै पनि योभन्दा अगाडिको कार्यक्रमहरूमा पनि एकदमै भरपुर साथ दिइराख्नु भएको व्यक्तित्व हुनुहुन्छ। एकदमै मनकारी व्यक्तित्व हुनुहुन्छ यहाँलाई विशेष। हजुर, हस्, एकछिन माथि नै बस्न मिल्छ? मिल्छ सर, मिल्छ, एकदमै बस्नुहोस् है। ओके ल, हुन्छ। यति भन्दै हुनुहुन्छ हाम्रो यतिखेरको समयमा राज सर जोडिनु भएको छ। राज सर अलिकति स्टेट बस्दिनुहोस् है। कार्यक्रममा टक्क लाएर आजको विजेता तपाईँ बन्नुपर्ने हुन्छ।
यो शुभकामना म तपाईँलाई दिँदै कार्यक्रमतर्फ हामी लम्किन चाहन्छु। ओके राज सर कहाँबाट हुनुहुन्छ तपाईँ? ओहो तपाईँको भोइस नआएको कि मैले नसुनेको? उहाँको भोइस मैले मात्र नसुनेको कि तपाईँले पनि नसुन्नु भएको हो? आएको छैन? छैन आएको। ओके ल आएको छैन। तपाईँहरू पनि यसरी गेम खेल्नको लागि तलबाट रिक्वेस्ट गर्नु होला, हामी पालो पालो जोइन गराउनेछौँ। रिक्वेस्ट गर्नुभएको व्यक्तिहरूलाई पालो पालो जोइन गराउनेछौँ। राज सर फेरि एकचोटि बोल्नुहोस् त। म इटलीबाट हो सर। ओके सर इटहरीबाट जोडिनु भएको छ राज सर इटहरी। ओके यो कार्यक्रममा तपाईँ पहिलोचोटि हुनुहुन्छ जहाँसम्म लाग्छ होइन सर? हजुर म फर्स्ट टाइम हो। ओके फर्स्ट टाइम जोडिनु भएको छ। खैर केही छैन, तपाईँलाई एकदमै मनमुटुबाट नै स्वागत गर्न चाहन्छु यस कार्यक्रम तारलाङ तुर्लुङमा। आज पहिलोचोटि आउनुभएको छ, कार्यक्रममा जितेर जानु होला। कार्यक्रमको रुल्स एन्ड रेगुलेसन पक्कै पनि तपाईँलाई थाहा छ? मलाई थाहा छैन सर। ओके सर ल ठिक छ। अबको क्रममा तपाईँ कति नम्बरको प्रश्नतिर जान चाहनुहुन्छ? हामीसँग धेरैजना साथीहरूलाई गेम खेलाउने आजको हाम्रो टार्गेट रहेको छ। कति नम्बरको प्रश्न राखौँ तपाईँको लागि? कति नम्बरसम्म सर? हामीसँग 1 नम्बरदेखि 40 नम्बरसम्म सर। नम्बर 40 नम्बर ल लास्टको क्वेसन गर्नुपर्ने सर। ओके नम्बर 40 बाट तपाईँको लागि नम्बर 40 बाट रहेछ। सजिलो प्रश्न रहेको छ, कृपया कमेन्ट अफ गरिदिनु होला। 40 नम्बरबाट तपाईँको लागि प्रश्न हामी राख्न गइरहेका छौँ, कृपया ध्यान दिएर सुन्नु होला। दिनभरिसँगै हुने र रात परेपछि छुटिने पंक्षी कुन हो? तपाईँको लागि फेरि पनि प्रश्न, दिनभरिसँगै हुने र रात परेपछि छुटिने पंक्षी कुन हो? तपाईँको लागि अप्सन 1 मा रहेको छ सुगा, 2 मा रहेको छ मयूर र 3 मा रहेको छ ढुकुर र 4 मा रहेको छ चखेवा। तपाईँको समय सुरु हुन्छ अब। चखेवा। सोचेर सम्झेर दिनु होला सर, तपाईँको यो चान्स घरिघरि आउँदैन। यतिखेर 54-55 जना साथीहरू हेरिराख्नु भएको छ। उहाँहरू सबैजनालाई तपाईँको फेस, तपाईँको मुहारलाई हेरिराख्नु भएको छ। इज्जतको सवाल छ सर, अलिकति सोच्नु होला। आवेगमा, हतारमा धेरैवटा दुर्घटनाहरू घटिन्छ, तपाईँलाई थाहै छ। चखेवा नै हो जहाँसम्म लाग्छ मलाई। अप्सन त मजाले बुझ्नु भएको छ नि सर? हजुर हजुर। अप्सन 1 मा सुगा, 2 मा मयूर, 3 मा ढुकुर र 4 मा परेवा। तपाईँ के भन्नुभयो? तपाईँले के भन्नुभयो एकचोटि फेरि? अप्सन 1 मा रहेको छ सुगा, 2 मा मयूर, 3 मा ढुकुर र 4 मा परेवा। सुगा, त्यसपछि अरू के? तपाईँ एकछिन अब सोचमग्न हुनुहुन्छ? मयूर। अझै सोच्नु होला सर, तपाईँ अहिले मयूरतिर कुदिराख्नु भएको छ। मैले अप्सन सुनिनँ कि के हो, अलिक क्लियर रूपमा सुनिनँ। फेरि पनि म तपाईँलाई लास्टचोटि अप्सन भन्न चाहन्छु, एकदमै ध्यान दिएर सुन्नु होला सर। अप्सन 1 मा रहेको छ सुगा। प्रश्न त मजाले बुझ्नु भएको छ नि सर? हजुर बुझेको छु। ठिक छ ल। अप्सन 1 मा रहेको छ सुगा, 2 मा मयूर, 3 मा ढुकुर रहेको छ र 4 मा रहेको छ चखेवा। अब बुझ्नुभयो? दोधारमा नपर्नु सर, तपाईँ इटहरीबाट आउनुभएको छ। चखेवा भन्नुभयो होइन सर अप्सन? हजुर हजुर, सुगा, मयूर, ढुकुर र चखेवा। चखेवा यसको एन्सर। ओके ल हुन्छ। यतिखेरको समयमा हुनुहुन्छ हाम्रो राज सर हुनुहुन्छ, इटहरीबाट जोडिनु भएको छ। उहाँको लागि सोधिएको प्रश्न, दिनभरिसँगै हुने र रात परेपछि छुट्टिने पंक्षी कुन हो भन्ने सोधिएको प्रश्नमा उहाँले भन्नुभएको छ सुगा भनेर भन्नुभएको छ। हेरौँ हामी साथीहरूको कमेन्ट के रहेको छ। साथीहरू कमेन्ट गर्नु सर। चखेवा भन्नुभयो होइन? ओके ल ठिक छ, हुन्छ सर, हामी सुगा नै लक गर्नेछौँ है। ओके भन्नु होला साथीहरू, चखेवा नै भन्नुभएको छ। चखेवा साथीहरूको स्क्रिनमा डबल ट्याप गर्नु होला है त। हामीसँग 85 जना हुँदैछ, बढ्दैछ साथीहरू। तपाईँहरूले नै हो यो कार्यक्रमलाई 40 फेजसम्म पुर्याउने जिम्मा तपाईँहरूको रहेको छ। यतिखेरको समयमा उहाँको लागि राखिएको प्रश्नको एन्सर म चेक गर्न गइरहेका छौँ, सही हो या होइन। ओके हामी चेक गर्न गइरहेका छौँ। यहाँलाई पनि कङ्ग्रेचुलेसन भन्न चाहन्छु सर, तपाईँको नाम पनि लकी ड्रमा समावेश भइसकेको छ। कार्यक्रम तारलाङ तुर्लुङको एपिसोड 18 मा आएर तपाईँले पनि सही आन्सर दिइसक्नु भएको छ। हाम्रो रिजल्ट भने
भोलि बेलुकासम्म पनि भोलिसम्ममा पक्कै पनि हाम्रो युट्युब च्यानल तारलाङ तुलुङबाट प्रसारण हुन्छ यो कार्यक्रमको नतिजा। योभन्दा अगाडि हप्तामा आउनुभएको सर्मिसहरूले मात्र एकजनाले मात्र प्राइज लिनुभएको छ, बाँकी सर्मिसहरूको प्राइज चाहिँ फ्लस आउट भएको छ। कम्पनी टिक्ने यानि कि स्पोन्सर टिक्ने मेन मूल आधार एउटा बाटो यो पनि रहेको छ। यति भन्दा यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। अबको क्रममा भने तपाईँ नयाँ साथीहरू जोइन हुनको लागि रिक्वेस्ट गर्न सक्नुहुनेछ। तपाईँलाई पनि यसरी नै रमाइलो खालको र सजिलो खालको प्रश्न सोधिएर यस कार्यक्रमको विजेता बन्नको लागि भागीदार बनाउने छु र तपाईँहरूलाई विजेता बनाउने जिम्मा नै त भन्दा पनि तपाईँहरूलाई त्यो एउटा बाटो चाहिँ तय गरिदिने छु भन्दै हाम्रो अर्को साथी जोडिनु भएको छ हेर्नुहोला तपाईँहरूले। उहाँ हुनुहुन्छ रञ्जना राईजी हुनुहुन्छ होइन त, रञ्जना राईजी हुनुहुन्छ। यहाँलाई पनि कङ्ग्रेचुलेसन, 200 को साथमा तपाईँ दोस्रो स्थान हुनुभएको छ। अब हामी तेस्रो नाम निकाल्न गइरहेका छौँ। तेस्रो नाम कसको रहेको छ हेरौँ है त। तेस्रो नाम हामी निकाल्न गइरहेका छौँ। तेस्रो नाम कृपया ध्यान दिएर सुन्नुहोला। नम्बर 3 बाट यस प्रश्न, हाम्रो शरीरमा जम्मा कतिवटा हड्डीहरू रहेको हुन्छ? हाम्रो शरीरमा जम्मा कतिवटा हड्डीहरू रहेको हुन्छ? तपाईँलाई अप्सनहरू म दिन चाहन्छु, कृपया ध्यान दिएर सुन्नुहोला। 200 वटा, 205 वटा, 203 वटा र 206 वटा, अथवा तपाईँ भन्नुहुन्छ गन्नै भ्याएको छैन। 205 वटा हुन्छ। कृपया सोचेर सम्झेर दिनु होला। यतिखेर समयमा हामीसँग रहेको छ 50-60जना साथीहरू। स्क्रिनमा डबल ट्याप गर्दै गर्नु होला। तपाईँको लागि प्रश्न मैले सोधेको छु, हाम्रो शरीरमा जम्मा कतिवटा हड्डीहरू रहेको हुन्छ? 200 वटा, 205, 203, 206 र गर्न भ्याउनु भएको छैन अथवा गनेकै छैन? के भन्न चाहनुहुन्छ? के भन्न चाहनुहुन्छ सर? हामीसँग थोरै समय रहेको छ, समय फेरि चिप्लिन्छ है। तपाईँ कि 50-50 भन्ने हामीसँग अप्सन पनि रहेको छ। 2 वटा गलत फालिन्छ, 2 वटा एउटा सही र एउटा गलत पनि ल्याइन्छ सर। हजुर सर, हजुर। के गरौँ मलाई सर? तपाईँ 205 नै भन्न चाहनुहुन्छ? 205 भनौँ। कि 50-50 मा जान चाहनुहुन्छ? तपाईँसँग एउटा लाइक भनौँ न एउटा गलत र एउटा सही मात्रै लिएर आउँछौँ हामी। यो 4 वटा अप्सनमा 2 वटा अप्सन मात्रै राख्छौँ तपाईँको लागि। 205 नै लगाउँ। 50-50 तपाईँको लागि रहेको छ। हामी 50-50 गर्नु पर्दाखेरि चाहिँ टक्क लाएर उडाउँछौँ हामी। 203 र 206 राख्छौँ सर। तपाईँको 205लाई मैले उडाइदिएँ। अब सोच्नु सर, अझै सोध्नु सर, तपाईँ 206 भन्नुहुन्छ कि 203? 2 वटा अप्सन रहेको छ हामीसँग। 2 वटा मध्येबाट पनि तपाईँ चिप्लिनु भयो भने तपाईँको रामकुमार घिसिङ नामलाई यतिखेर धेरै साथीहरूले हेरिराख्नु भएको छ। त्यो भइसकेपछि इज्जतको सवाल छ सर, सोचेर सम्झेर दिनु होला। घरमा हुनुहुन्छ नि मिसेस भाबीजी, म्यामलाई फोन गर्नुहुन्छ? फोन अफ फ्रेन्ड 206 सर। तपाईँकोमा 200 वटा छ। हाम्रोमा अलिक बढी पनि हुनसक्छ नि सर, हाम्रोमा 203 पनि त हुनसक्छ नि। तपाईँकोमा 200 वटा छ। के भन्न चाहनुहुन्छ तपाईँ? हाम्रो ज्ञान सरले के भन्नुहुन्छ खै? ज्ञानु सरले के भन्नुभएको छ? उहाँकोमा कतिवटा छ अरे? उहाँकोमा 205 वटा छ अरे? 206। उहाँकोमा 200 छ। तपाईँकोमा चाहिँ कति छ? तपाईँकोमा 200 वटै छ। मेरो 203 सर। तपाईँ के भन्नुहुन्छ? एन्सर के गर्नुहुन्छ? तपाईँ कतिमा जान चाहनुहुन्छ? म अहिले 206 मा 6 तिर जान्छु सर। ओके, हुन्छ। यतिखेर समयमा हामी कमेन्ट अन गरिदिन चाहन्छौँ 206 या 203। मानिसको शरीरमा कतिवटा हड्डीहरू रहेको हुन्छ? ओके, पक्कै पनि हामीले यतिखेरको समयमा राखिएको प्रश्न रहेको छ हाम्रो रामकुमार घिसिङ घर काभ्रे भाइ यतिखेर मोरङबाट जोडिनु भएको छ। रामकुमार घिसिङजीको लागि राखिएको प्रश्नको सही आन्सर आयो कि आएन हामी चेक गर्न गइरहेका छौँ। धेरै साथीहरूले 206 नै भनिराख्नु भएको छ। हुन्छ, तपाईँको हामी एन्सर लग गर्न गइरहेका छौँ। कृपया ध्यान दिएर सुन्नुहोला। रहेको छ 9 नम्बर।
ओके, नम्बर 9 बाट तपाईँको लागि रहेको छ, कृपया कमेन्ट अफ गरिदिनु होला। उहाँको लागि नम्बर 9 बाट प्रश्न यस प्रकारको रहेको छ, पाल्पा पाल्पा ढाका टोपीको लागि एकदमै प्रसिद्ध जिल्ला हो, तपाईँ हामी सबैलाई थाहा छ। ढाका टोपी पछि प्रसिद्ध जिल्ला पाल्पा अरू के को लागि प्रसिद्ध रहेको छ? ढाका टोपी पछि अरू के को लागि प्रसिद्ध रहेको छ? पाल्पा जिल्ला तपाईँको लागि अप्सन रहेको छ, सुन्नु होला है त। पाल्पा ढाका टोपी पछि के को लागि प्रसिद्ध रहेको छ र तपाईँको लागि अप्सन रहेको छ, 1 मा करुवा, 2 मा बन्चरो, 3 मा खुकुरी र 4 मा रहेको छ कराई। तपाईँको लागि अप्सनहरू मैले राखिसकेको छु। अब भने तपाईँ के गर्न चाहनुहुन्छ? अब सोचेर दिनु होला एन्सर। जसम्म लाग्छ हाम्रो सर निन्द्रामै हुनुहुन्छ। सर निदाउने बेला होइन यो, तपाईँ सोच्ने बेला हो। कराई। कुन कराई सर? कालो कराई, सेतो कराई, हरियो कराई, नाथा भएको नभएको, बिँड भएको नभएको, चुचो भएको नभएको? कराई चाहिँ हो नि लाग्छ मलाई। कराई भन्नाले कस्तो सर? त्यो भात पकाउने सिटी लाग्ने कराई? भात पकाउने। तपाईँको लागि मैले सोधेको प्रश्न एकदमै सजिलो छ। पाल्पा ढाका टोपी पछि के को लागि प्रसिद्ध जिल्ला हो? पाल्पा जिल्ला चाहिँ ढाका टोपी पछि के को लागि प्रसिद्ध जिल्ला हो? हामीसँग 50-50 अप्सन पनि रहेको छ सर। एउटा गलत एन्सर र एउटा सही एन्सर रहेको छ। यो दुईटा पनि राख्न सक्छ। हामी दुईवटा गलत एन्सरलाई फालेर हामी 50-50 मा पनि जान सकिन्छौँ सर। 50-50 मा हेरौँ न त, सुनौ न त। 50-50 मा तपाईँको लागि हामी राख्न चाहन्छौँ। 50-50 मा रहेको छ तपाईँको लागि, एउटा रहेको छ करुवा र अर्को रहेको छ बन्चरो। ल अब तपाईँको मैले फुलदुली तपाईँको ढुकटुकीलाई पनि मैले हटाइदिइसकेको छु। कराईलाई मैले के खानेर पठाइसकेको छु, तरकारी नखाने निदोको साथमा। दुईवटा अप्सन रहेको छ, करुवा प्लस बन्चरो। पाल्पा जिल्ला के को लागि प्रसिद्ध रहेको छ ढाका टोपी पछि? करुवा। सोचेर सम्झेर दिनु होला सर, समय छ बाँकी। 100 साथीहरूले हेरिराख्नु भएको छ तपाईँको यो अनुहारलाई। तपाईँ निन्द्रामा नहुनुहुन्छ, सोच्नुहोस्। घरमा आफन्त हुनुहुन्छ होला, मिसेस हुनुहुन्छ होला, विशेष हुनुहुन्छ होला, छोराछोरी, सबैले सोध्नुहोस् न। करुवा नै सर। खुर्पातिर जान चाहनुहुन्न तपाईँ? हजुर जान्नु होला नि। ल ठिक छ, हुन्छ। यतिखेरको समयमा हामी एउटा रमाइलो पनि एउटा जुन छ नि एउटा पारिवारिक तवरबाट हामी सबैसँग एउटा आदर सम्मानको साथमा, रेस्पेक्टको साथमा कार्यक्रम गरिरहेका छौँ। हाम्रो रमाइलो भलाकुसारीको साथमा उहाँको लागि मैले सोधिएको थियो, पाल्पा जिल्ला ढाका टोपी पछि के को लागि प्रसिद्ध जिल्ला रहेको छ भनेर सोधिएको प्रश्नमा उहाँले भन्नुभएको छ ढाका टोपी पछि करुवा। हेरौँ साथीहरूको लागि करुवा नै भन्नुभएको छ। कति साथीहरूले विनोद घिसिङ अफिसियलबाट पनि आउनुभएको छ। धनमान सरको पनि हुन्छ। यतिखेरको समयमा तपाईँको लागि राखिएको प्रश्नको एन्सर हामी चेक गर्न गइरहेका छौँ। लेट्स सी। सबै साथीहरूको लागि म यतिखेरको समयमा कमेन्ट अफ गर्दै उहाँको लागि प्रश्न सोध्न गइरहेका छौँ। कृपया तपाईँहरू पनि यो प्रश्नको एन्सर तपाईँहरूलाई आउँथ्यो कि आउँदैन थियो हेर्नु होला है त। तपाईँको लागि प्रश्न यस प्रकारको रहेको छ, बेल विवाह है, बेलसँग विवाह गर्ने जाति कुन हो? जसको चाहिँ नि बेल विवाह गरिन्छ, बेल विवाह गर्ने जाति कुन हो? तपाईँको लागि अप्सन 1 मा रहेको छ चेपाङ, अप्सन 2 मा रहेको छ राई र अप्सन 3 मा रहेको छ माझी र अप्सन 4 मा रहेको छ नेवार। तपाईँको लागि मैले अप्सन पनि दिइसकेको छु। कृपया तपाईँको समय सुरु हुन्छ अब। अप्सन 4 नेवार। अझै पनि सोचेर सम्झेर दिनु होला। तपाईँको लागि सोधेको छु, बेल विवाह गर्ने जाति कुन हो? अप्सन 1 मा चेपाङ, 2 मा राई, 3 मा माझी र 4 मा रहेको छ नेवार। अझै तपाईँसँग 50-50 अप्सन पनि रहेको छ। सोच्नु होला। अझै पनि म तपाईँको लागि टाइम दिन चाहन्छु। हामीसँग 40 जना साथीहरू रहेको छ। 40 जना साथीहरूको माझमा भिडमा यो तपाईँको अनुहार सो भइरहेको छ। त्यो भएर यदि मिलाउन नसकिएको अवस्थामा तपाईँको इज्जतको सवाल छ मिस, त्यो भएर सोचेर सम्झेर दिनु होला। 4 नेवार नै हो। तपाईँले प्रश्न त बुझ्नु भएको छ नि, बेल लाइक भन्छ नि बेल डल्ला हुन्छन्, सबैभन्दा चिसो फल हो बेल भनेको। बेल पाक्यो कागलाई हर्षना विस्मत भनिन्छ। विस्मात भनेको चाहिँ लाइक आई डोन्ट नो, मलाई पनि त्यति त थाहा छैन। हर्ष भनेको हर्ष उल्लास अथवा विस्मात। यसमध्येमा तपाईँले भन्नुपर्ने हुन्छ बेलसँग विवाह गर्ने जाति कुन हो?
तपाईँले नेभर नै भन्न चाहनुहुन्छ? 100%. अझै पनि सोच्नु होला। हुन्छ, म कमेन्ट अन गरिदिन चाहन्छु। यतिखेरको समयमा तपाईँको लागि सोधिएको प्रश्नको एन्सर तपाईँले मिलाउनु भयो कि भएन? म चाहन्थेँ तपाईँको भाग्य ठुलो रहेछ। सजिलो प्रश्न पर्यो म भन्न चाहन्न, किनकि तपाईँको मिल्यो कि मिलेन अझै तपाईँले हेर्न बाँकी रहेको छ। कृपया साथीहरू भन्नु होला, बेलसँग विवाह गर्ने जाति कुन हो? बेल विवाह गर्ने जाति कुन जातिमा रहेको छ भन्नुभएको छ। बेल नेवार नै भन्नुभएको छ। नेवार भन्नुभएको छ। निता मिस पनि आउनु भएको रहेछ, स्वागत गर्न चाहन्छु तपाईँलाई निता दिजु। हाम्रो धनमान सरले पनि बेल भन्नुभएको छ। त्यसै गरेर यहाँ हाम्रो विमला मिस, एन्ड देन हाम्रो जुगत राणा मगर, एन्ड देन यो फ्लावरवाला एकजना सरले पनि नेवार नै हो भन्नुभएको छ। हुन्छ, अप्सन 4 रोज्नु भएको छ। उहाँले दिनुभएको एन्सर मिल्यो या मिलेन हामी हेर्न गइरहेका छौँ। यतिखेरको समयमा रञ्जना राई ओल्दी फ्रम धरानको चाहिँ धरान भनेपछि धरानै हो, धरान 15बाट जोडिनु भएको छ। उहाँको एन्सर हामी लगाउने गइरहेका छौँ। यहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। तपाईँ नाच्नमा मात्रै होइन, ब्युटिसियनमा मात्रै होइन, हरेक चिजमा अलिकति तपाईँ अब्बल व्यक्तित्व हुनुहुन्छ भन्ने कुरा मलाई थाहा थियो। त्यो हिसाबले पनि तपाईँको लागि पनि हामीले कार्यक्रममा सहभागिता गराउन त भनेर तपाईँलाई गराएका थियौँ। सही आन्सर दिइसक्नु भएको छ। तपाईँको नामलाई पनि म लकी ड्रमा समावेश भएको घोषणा गर्न चाहन्छु। आउनुहोस्, अब भने तपाईँहरूको पालो रहेको छ। तपाईँहरू पनि यसरी नै गेम खेल्नको लागि तपाईँले तलबाट रिक्वेस्ट गर्न सक्नुहुनेछ। के लागेको थियो राइना मिस, राइनी मिस, तपाईँलाई यो यतिको सजिलो प्रश्न आउँछ जस्तो लागेको थियो, अथवा चाहिँ यो प्रश्न तपाईँले सुन्नुभएको थियो, अथवा चाहिँ तपाईँले अप्सन दिएको हिसाबले मिलाउनु भयो? होइन, मलाई कस्तो खालको आउँछ भनेको एकदम सजिलो सुनिआएको देखिआएको कुनै प्रश्न आयो नि त, त्यही भएर आउन नत्र मलाई त आउँदैन यस्तो खेल्नु चाहिँ। आलु दिमागमा खुसा भरेको छ, त्यही भएर त्यति आउँदैन। यहाँलाई विशेष धन्यवाद। त्यति नआए तापनि आए तापनि मैले भनिरहेको हुन्छु कि तपाईँहरूको भाग्यसँग सम्बन्धित हुने कुराहरू कति सजिलो प्रश्नहरू रहेको छ। अबको क्रममा भने तपाईँहरू रिक्वेस्ट गर्न सक्नुहुनेछ र यो कार्यक्रममा सहभागिता बनेर यस्तै सजिलो प्रश्नहरूको लाइक भनौँ न प्रश्नहरूको उत्तर मिलाएर यो कार्यक्रममा विजेता बन्न सक्नुहुनेछ। उहाँको नाम रहेको छ पहिलो व्यक्ति। के नाम रहेको छ तपाईँहरू आफै भन्नुहोला। रामकुमार महतजी हुनुहुन्छ पहिलो पर्सन, पहिलो व्यक्ति हुनुभएको छ, पहिलो हुनुभएको छ। अब हामी हेर्छौँ दोस्रो को बन्नुहुन्छ त है त? दोस्रो को बन्नुहुन्छ? दोस्रो हामी निकाल्छौँ। यो कार्यक्रमको रुल्स म फेरि पनि एकचोटि भन्न चाहन्छु तपाईँहरूलाई। यो कार्यक्रम आइसकेपछि हामी कम्पलसरी भिडियो अन गर्नुपर्ने हुन्छ र भिडियो अन गरेको अवस्थामा पनि तपाईँ एउटा फ्यामिली ब्याकग्राउन्डमा हुनुपर्ने हुन्छ। यो कार्यक्रम विशुद्ध एउटा फ्यामिली ब्याकग्राउन्ड र फ्यामिली प्रोग्राम जुन छ नि, फ्यामिली सबै साथीहरूको माझमा, सबै फ्यामिली, सबै परिवारको माझमा बसेर पनि सहभागिता बनाउन सकिने अनि जुन छ नि एटेन्ड र कार्यक्रम खेल्न सकिने तरिकाले चाहिँ हामीले यो कार्यक्रमको डिजाइन गरेका छौँ, क्रिएट गरेका छौँ। विगत 2 वर्ष अगाडि क्रिएट गरिएको यो कार्यक्रम 2 वर्षपछि 2 वर्ष अगाडि 3-4 महिना चले पश्चात फेरि बन्द भएको थियो र हाम्रो एपिसोड 16सम्म चलाए पश्चात एपिसोड 17 अघिल्लो हप्ता चलाएको थियो र अहिले भने हामी एपिसोड 18मा रहेका छौँ। एपिसोड 18सम्म आइपुग्दा पनि तपाईँहरूको उस्तै जोस जागर र माया पाइरहेको छौँ। हाम्रो निता मिसलाई मैले जोइन गरेका थियौँ। निता मिस, हजुरले मेरो आवाज र रुल्सलाई पनि पक्कै सुन्नुभयो होला। परदेशी माइला सर एकछिन म्युटमा बस्नु होला है त तपाईँ। हाम्रो कार्यक्रममा जोइन भइसकेपछि केही समय म्युटमा बस्नुपर्ने हुन्छ जब तपाईँलाई नबोलाइसकेपछि। निता मिस नमस्ते सबैजनालाई। म त सुतिरहेछु अनि कस्तो डिस्कनेक्ट गरौँ भनेको जोइनमा थिएँ। सरी ल, म तल बसिरहेको केही छैन हुन्छ, ठिक छ। ओके कोही बात नै। हामीसँग जोडिनु भएको छ परदेशी माइला सर, स्वागत गर्न चाहन्छु। फेरि पनि तपाईँ आउनुभएको छ। थ्याङ्क यू हजुर, थ्याङ्क यू। परदेशी माइला सर, पक्कै पनि तपाईँ परदेशबाट नै जोडिनु भएको छ। कस्तो लाग्दैछ हाम्रो कार्यक्रम? तपाईँ यो दोस्रो हप्तामा आइपुग्नु भएको छ। एकदम धेरै नै राम्रो लाग्छ कार्यक्रम।
के गर्नु अब फुर्सद नभएर ड्युटीको टाइम छु त्यस अहिले चाहिँ ब्रेक टाइम भएर हो ओके हाम्रो विमल सर जोडिनु भएको छ कृपया म्युटमा रहेर भिडियोमा आउनुहोला हुन्छ परदेशी माइलो सर योभन्दा अगाडिको कार्यक्रममा पनि तपाईँले सही आन्सर दिनुभएको थियो जहाँसम्म लाग्छ तपाईँहरूलाई मैले बार बार कार्यक्रमको जानकारी इन्फर्मेसन नोटिस हरेक कुराहरू दिइराखेको हो तर पनि तपाईँहरूले सुन्नुभयो र त्यसको फलो गर्नु भएन केही छैन परदेशी माइलो सर आज कति नम्बरको प्रश्न राखौँ तपाईँको लागि कति नम्बर छ हो नम्बर सबै बाँकी रहेको छ सर हामी धेरै नम्बर गएको छैन हामीसँग हो हजुर फेभरेट मेरो 5 हो यार 5 दिनु न ओके नम्बर 5 बाट तपाईको लागि प्रश्न राख्न चाहन्छौँ यतिखेरको समयमा धेरै साथीहरू आउनु भएको छ साथीहरू तपाईँ स्क्रिनमा डबल ट्याप गर्दै गर्नु होला अनि जुन छ नि तपाईहरु पनि यसरी गेम खेल्नको लागि तयारीको साथमा बस्नु होला र जोइन भएर आउनु होला नम्बर 5 बाट आज पनि परदेशी माइला सरको लागि एकदमै सजिलो प्रश्न मसँग उत्तर छ र पो सजिलो हात्तीको माउलाई के भनिन्छ हात्तीको जुन माउलाई के भनिन्छ तपाईको लागि अप्सनहरू राख्न चाहन्छु अप्सन 1 मा रहेको छ रानी अप्सन 2 मा रहेको छ ढोई र अप्सन 3 मा रहेको छ केसरी र अप्सन 4 मा रहेको छ श्रीमती सुन्नु पनि सर सुन्नु फेरि एकचोटी भन्नुस् त तपाईको लागि सोधिएको प्रश्न हात्तीको माउलाई के भनिन्छ माउ हात्तीलाई के भनिन्छ अप्सन 1 मा रहेको छ रानी अप्सन 2 मा रहेको छ ढोई र अप्सन 3 मा रहेको छ केसरी र अप्सन 4 मा रहेको छ श्रीमती सुन्दै नसुनेको होइन सर एकदमै सुन्नुपर्ने प्रश्न हो यो नेपालमा हात्ती पाइन्छ अस्ति मात्रै प्रश्न राखेको थियो 1000 को नोटमा 2 वटा हात्ती छ अहिले त झन् सर हामीसँग थोरै समय बाँकी रहेको छ के गर्छौँ सर हामीसँग 50-50 अप्सन पनि रहेको छ सर हामी जुन छ नि 2 वटा गलत एन्सरलाई फाल्छौँ र एउटा सही र एउटा गलतलाई ल्याउँछौँ हुन्छ त्यो गरिदिनुस् त के गरौँ सर त्यस्तै गरौँ न त ल दुईटामा कस्तो चाहिँ गरौँ त्यस्तै गरौँ कस्तो गरौँ सर ल भन्नुस् दुईटालाई भन्नुस् त म चुज गर्छु अनि एउटालाई दुईटालाई भन्नु पर्दाखेरि एउटा तपाईलाई एउटा मलाई ल हजुर दुईटा हामीसँग रहेको छ 50-50 अप्सन यानी कि तपाईले अझ फोन अ फ्रेन्ड घरमा तपाईले चाहिँ नि हुन्छ नि तपाईको मिसेसलाई तपाईको विशेषलाई फोन गरेर सोध्ने अप्सन पनि रहेको छ सर केसरी नै हो या हो केसरी नै गर्नु त केसरी गरौँ होइन गलत भयो केसरी होइन या यति साह्रो पीडा यति साह्रो तनाव यति साह्रो चाहिँ नि दुःख सायद तपाईलाई कुनै पनि अवस्थामा भएको थिएन होला थिएन अब खै अबर्जर त्यस्तै हुँदो रहेछ केसरी हो प्लिज सर कमेन्टमा साथीहरूले दिनको लागि हतार भइसकेको थियो होला ठिकै छ ल गरिदिनुहोस् हामीसँग तपाईलाई म अझै लास्ट चान्स भन्न चाहन्छु सर ओके हामीसँग 50-50 चान्स रहेको छ सर 50-50 भनेको आधी गलत चाहिँ फाल्दिने आधी गलतबाट एउटा गलत र एउटा सही ल्याएर चाहिँ 4 वटामा चाहिँ 2 वटा प्रश्न के अरे 2 वटा अप्सन यता ल्याउँछौँ 2 वटा अप्सन चाहिँ हामी उता फाल्छौँ है त सर सिंगै गरौँ सर कि वार कि पार सिंगै गरौँ सर ल त्यसो भए तपाईँ आधी नगरौँ सिंगै गरौँ केसरी नै ल गरौँ सर सिंगै गरौँ ल हुन्छ यतिखेरको समयमा हामीले राखेका छौँ हाम्रो परदेशी माइला केसरी लगाउने सर सोच्नु सर तर होइन जस्तो अघिल्लो हप्ता केसरी केमा आएको ओके उहाँको लागि सोधेको प्रश्नको एन्सर के होला त तपाईँहरू पनि लेख्दै गर्नुहोस् त एकचोटि साथीहरूको कमेन्ट हेर्न चाहन्छु स्क्रिनमा डबल ट्याप गर्दै गर्नुहोस् त ल
हामीसँग साथी 65-70 जना पुगिसकेका ज्ञानेन्द्र। छौँ। हात्तीको माउलाई के भनिन्छ, माउ हात्तीले के भनिन्छ? रानी पो हो अप्सन 1 मा थियो रानी, 2 मा ढोई, 3 मा केसरी र 4 मा श्रीमती। के रहेछ हेरौँ है त। साथीहरू पनि एकदम कन्फ्युज मा। तर केसरी भनिहाल्यो केही छैन। ओके ल, हुन्छ। हामी धेरै दोधारमा पार्दैनौँ। साथीहरूको लागि हात्तीको माउलाई के भनिन्छ, माउ हात्तीलाई तपाईँले भन्नुभएको छ यतिखेर रानी भन्नुभयो नि सर? केसरी भनेको ए ल ठिक छ, केसरी भन्नुभएको छ। तपाईँको एन्सर हामी लग गर्न गएका छौँ, कृपया। ठिकै छ। रानी चाहिँ होला जस्तो लाग्यो। राजा पनि होइन, रानी पनि होइन। यसको सही आन्सर के थियो भन्दाखेरि नि, यसको सही आन्सर चाहिँ थियो ढोई भनिन्छ है त। हात्तीको माउलाई ढोई भनिन्छ। यसको सही आन्सर चाहिँ यो रहेको थियो। बडो यो बच्चालाई जानकारी चाहिँ थाहा गराउन थियो छावा भनेर। छावा, हात्तीको बच्चालाई छावा। हजुर पक्कै पनि छावा भन्छ, माउलाई चाहिँ थाहा भएन रहेछ। ल, माउलाई पनि थाहा भएन। अब केही बाउ छ। पनि आउँछ बिस्तारै। केही छैन। कार्यक्रम आइदिनु भयो, एउटा नयाँ कुरा त सिकेर जानु पनि होइन सर? हजुर हजुर। ल ठिक छ, यहाँसम्म आइदिनु भयो, यहाँलाई धन्यवाद दिन चाहन्छु। अर्को हप्तामा पनि आउनु होला, धन्यवाद भन्दै हामी जान्छौँ यतिखेरको समयमा मिज्यू बिमल लामा। कहाँबाट हुनुहुन्छ बिमल सर? हुन्छ, म चाहिँ तल झर्छु है। ओके नमस्ते ल सबैजनालाई। बाई। बिमल सर नमस्कार। हजुर नमस्ते, हजुर नमस्ते। तपाईँ कहाँबाट जोडिनु भयो सर? म यही नारायणटार पुल छेउछाउबाटै हो। तपाईँ ओके, नारायणटार पुल छेउबाट जोडिनु भएको छ। बिमल लामा सर आउनु भएको छ नारायणटारको पुल छेउबाट। माछा कतिको मार्नुहुन्छ सर यो त नारायणटार खोलामा? खोइ मलाई मिठो लाग्दैन। हुन्छ, अघिल्लो हप्ता पनि आउनु भएको थियो जस्तो मलाई लाग्छ। तपाईँ अघिल्लो हप्ता बौद्ध हुनुहुन्थ्यो, अहिले नारायणटार हुनुहुन्छ। ओके, वरिपरि घुम्दै हुनुहुन्छ। जहाँसम्म लाग्छ तपाईँहरू युट्युब च्यानलसम्म समक्ष पुग्नु भएको छैन। तपाईँहरू अघिल्लो हप्तामा विजेता भएको जस्तो मलाई लागिरहेको थियो। तल हुनुहुन्छ हाम्रो बिमल अमिस, किसिममा ट्याप गरिराख्नु भएको छ। सबै साथीहरू ट्याप गर्दै गर्नु होला। उहाँ पनि विजेता हुनुभएको जस्तो मलाई लागिरहेको थियो। रिजल्ट के थियो र तपाईँहरू रिजल्ट समक्ष पुग्नु भएन। मैले धेरै तपाईँहरूलाई ताते गर्दै डोर्याउँदै चाहिँ लगिएको थियो, तर तपाईँहरू त्यहाँसम्म पुग्नु भएको छैन। हुन्छ बिमल लामा सर, तपाईँको लागि आज हामी कति नम्बरबाट प्रश्न राख्न सक्छौँ? मैले चाहिँ तपाईँले टिकटकमा राख्नुभयो होला भने टिकटकमा हेरिराखेँ, तपाईँको युट्युब च्यानलमा मैले हेरेकै थिएँ। मैले धेरैचोटि भनेको हुन्छु र सधैँ भन्ने गर्छु र फेरि पनि भन्छु, युट्युबमा आउँछ यो कार्यक्रमको नतिजा। कति नम्बरको प्रश्न सर आज तपाईँलाई? कति नम्बर छ बाँकी? नम्बर लगभग सबै बाँकी छ सर। हो हजुर, 17 गरौँ न। 70 नम्बर 17मा हाम्रो कहाँ छ नम्बर 17, 14, 15, 16, 17बाट रहेको छ। ओके, नम्बर 17बाट तपाईँको लागि प्रश्न एकदमै सजिलो रहेको छ। कृपया सोचेर सम्झेर दिनुहोला। हामीसँग 90 क्रस साथीहरू रहेको छ। उहाँहरू सम्पूर्णको माझमा यो अनुहार फेस सो गरिसकेपछि यो फेसले चाहिँ कस्तो दिनुहुन्छ एन्सर? विश्वमै सबैभन्दा धेरै केरा कहाँ फल्छ भन्दाखेरि अहिले मेरो छोराले डोरीमा भन्छ। विश्वमै सबैभन्दा धेरै केरा उत्पादन गर्ने देश कुन हो? सुन्नुहोस् है त, विश्वमै सबैभन्दा धेरै केरा उत्पादन गर्ने देश कुन हो? अप्सन 1 मा रहेको छ चीन, यानि कि चाइना, पडोसी मित्र। 2 मा रहेको छ भारत, 3 मा रहेको छ अस्ट्रेलिया र 4 मा रहेको छ जापान र 5 मा केराको बोर्डमा पनि राखौँ सर, पर्दैन 5 नम्बर। अब भन्नुहोस्, तपाईँको समय सुरु हुन्छ अब। विश्वमै सबैभन्दा धेरै केरा उत्पादन गर्ने देश कुन हो? भारत होला। सोध्नु सर, अझै पनि सोच्ने समय रहेको छ। आज त हामीसँग अझ 50-50 त्यही गरौँ भन्नुभएको थियो अघि एकजना हाम्रो सरले। 50-50 अप्सन पनि राखिएको छ हामीले। भारत हो सर? भारत 100%, 200%, 100% जस्तो लाग्छ। तै पनि भारतै गर्दिनु। ओके, यतिखेर हामीले सोधेका छौँ हाम्रो बिमल लामा सरज्यूको लागि सोधिएको प्रश्न, विश्वमै सबैभन्दा धेरै केरा उत्पादन गर्ने देश कुन हो भनेर सोधिएको प्रश्नमा उहाँको लागि हामीले राखेका छौँ अप्सनहरू चीन, अस्ट्रेलिया, जापान र भारत। उहाँले भन्नुभएको छ भारत भनेर भन्नुभयो कि सर चीन भन्नुभयो? भारत। ओके, हुन्छ, भारत रहेको छ। हेरौँ तल साथीहरूको कमेन्ट के रहन्छ। भारतै हो।
हेर्दैछौँ हामी हेर्दैछौँ साथीहरूको जहाँसम्म लाग्छ साथीहरूलाई पनि केही गाह्रो अप्ठ्यारो साह्रो परेको जस्तो लागिरहेको छ 107 जनाको साथी उपस्थिति हुनुहुन्छ कमेन्ट भने 0 स्क्रिनमा डबल ट्याप ट्याप चाहिँ गर्दै गर्नु होला हामी तपाईँको एन्सर लक गर्न गइरहेका छौँ यतिखेरको समयमा लेट्स सी हेरौँ तेस्रो नाम के रहेको छ त रहेको छ डियर लालुजी हुनुहुन्छ अन्तिम कलर हुनुहुन्थ्यो उहाँ तेस्रो हुनुभएको छ त्यसै गरेर चौथो को हुनुहुन्छ हेरौँ है त र यसमा चाहिँ हामी विथआउट अप्सन हुन्छ र तपाईँको लागि गाउँ खाने कथाबाट प्रश्न यस प्रकारको रहेको छ यसमा अप्सन हुँदैन तपाईँको लागि कुवा न ताल पानीको छाल के हो न कुवा छ न ताल छ तर पानीको छाल छ कुवा न ताल पानीको छाल के हो तपाईँको समय सुरु हुन्छ अब सोच्नु सर हजुर नरिवल न कुवा न ताल तर पानीको छाल रहेको छ नरिवलमा त्यो छाल बग्छ र सर छाल भनेपछि त पक्कै पनि केही न केही पानी त बग्छ नै होला एक्ज्याक्ट थाहा भएन जिके जिके भन्नुहुन्थ्यो जनरल नलेज हामीसँग केही न केही मिक्सहरू हुन्छ हामी नेक्स्ट विक त हाम्रो टोटल्ली गाउँ खाने कताबाट मात्रै आउँछ अथवा चाहिँ हामीसँग लोगो विशेष पर्छ अझै पनि सोच्नु होला सर तपाईँको लागि म केही हिन्ट्सहरू दिन चाहन्छु किनकि हामीसँग चाहिँ अप्सन राख्न सक्दैनौँ त्यो भइसकेपछि हामी मानव शरीरभित्र नै पर्ने एउटा अङ्ग हो त्यो चाहिँ तपाईँको लागि यति भन्दा हिन्ट्स म के दिन सक्छु र कुवा न ताल पानीको छाल अब समय सुरु हुन्छ भन्नुहोस् के गर्छौँ सर हामी यसलाई पास गर्छौँ त्यो तपाईँको भाग्य हो न कुवा न ताल तर पानीको छाल एन्सर भन्दैन हुन्छ हामी कमेन्ट अन गर्छौँ यतिखेरको समयमा उहाँको लागि हामी भन्छौँ कि जहिले पनि एउटा भाग्य पनि हो तपाईँको भाग्यले तपाईँलाई कहाँ पुर्याउँछ त हाम्रो एकजना मात्र क्वेसन हो हजुर एउटा मात्र क्वेसन हो हजुर हजुर तल हेर्नुहोस् त के रहेको छ तपाईँको लागि हेर्नुहोस् त गाउँ खाने कथा भनेपछि साथीहरूलाई यति सजिलो लाग्छ कि ओहो आँसु पसिना हाम्रो शरीर एउटा मानव शरीरबाट नै भनेको थियो मानव शरीरको एउटा अङ्ग भनेर मैले भनेको थियो यसको सही आन्सर पक्कै पनि मैले भनिराख्नु नपर्ला यो भनेको न कुवा न ताल पानीको छाल हामीले सबै ठाउँमा र धेरै ठाउँमा हेरेर देखिराख्ने सुनिराख्ने यो सही आन्सर यसको पक्कै पनि आँखा नै रहेको थियो आँखा कुवा न ताल होइन पानीको छाल जहाँ चाहिँ आँसु बगिरहन्छ यो रहेको थियो गाउँ खाने कथाबाट सागर सर केही छैन आगामी दिनमा तपाईँको लक भाग्य हो त्यो भाग्यले चाहिँ तपाईँलाई कहाँसम्म पुर्याउँछ भन्ने कुरा हो है सर ओके यतिखेर समयमा हाम्रो सागर सर हुनुहुन्थ्यो उहाँले अलिकति गाउँ खाने कथाबाट भन्ने कुरा भएको थियो त्यो तपाईँको लक भाग्यको कुरा हो हामी जान्छौँ यतिखेर समयमा हाम्रो कमल लो तामाङ सर हुनुहुन्छ कमल सर स्वागत गर्न चाहन्छु यस कार्यक्रममा ओके डाक्टर फ्याफुलजी सर्वप्रथम त मेरो दाई ज्ञान दाईलाई म आउँदिन भन्दा आउनु भन्नुभयो र हजुरहरू सबैले नमस्ते म मेरो घर चाहिँ दोलखा जिल्ला हाल अहिले दुबईबाट बोल्दैछु ओके दुबईबाट बोल्नु भएको छ तपाईँ घर दोलखा हुँदै कमल लो तामाङ सर नेपालमै सबैभन्दा छोटो थर भएको जात चाहिँ यानि कि अब भनौँ न सबैभन्दा छोटो कास्ट चाहिँ सबैभन्दा छोटो थर चाहिँ के हो भनेर धेरै ठाउँमा सोध्ने गरिन्छ यसमा चाहिँ लो भन्दाखेरि चाहिँ यसको सही आन्सर हुनसक्छ जस्तो मलाई लाग्छ होइन हामी तामाङ थरभित्रको चाहिँ एउटा जनजातिभित्रको एउटा लो भन्ने पनि रहेको छ हुन्छ सर कार्यक्रमको विषयमा केही बुझिसक्नु भएको छ तपाईँले होइन त हजुर हजुर ओके ल हुन्छ कार्यक्रममा आइसक्नु भएको छ हामी तपाईँलाई 1 नम्बरदेखि 40 नम्बर मध्येबाट एउटा प्रश्न राख्न गइरहेका छौँ तपाईँलाई कति नम्बरको प्रश्न राखौँ होला आजको यस कार्यक्रम तारलाङ
11 राखिदिनु सर 11 11बाट हुन्छ 11बाट एकदमै सजिलो प्रश्न रहेको छ। तपाईँ आते जाते बाटोमा कतै देखिएको एउटा भेटिएको एउटा ठाउँको बारेमा रहेको छ। तपाईँसँग साथीहरू पनि रहेछ, साथीहरूसँग पनि भलाकुसारी गर्नु होला, तर छोटोमा मिठोमा अनि एकदमै चनाखो साथमा। तपाईँको लागि प्रश्न राख्न चाहन्छौँ। नम्बर 11बाट रहेको छ तपाईँको लागि प्रश्न यस प्रकारको। काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्दछ? काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्दछ? तपाईँको लागि अप्सनहरू हामी राख्न चाहन्छौँ। काठमाडौँ फन भ्याली चाहिँ कुन जिल्लामा पर्छ? अप्सन 1 मा रहेको छ काठमाडौँ, अप्सन 2 मा भक्तपुर, अप्सन 3 मा धादिङ र अप्सन 4 मा रहेको छ ललितपुर। तपाईँको समय सुरु हुन्छ अब। भक्तपुर सोच्नु होला, सम्झिनु होला। मैले भक्तपुर फन भ्याली सोधेको छैन, काठमाडौँ फन भ्याली सोधिरहेको छु। एकदमै चर्चित ठाउँ हो जहाँ चाहिँ हामी स्विमिङ गर्न सकिन्छ, पौडी खेल्न सकिन्छ, उल्टी सुल्टी जिम्नास्टिक माथिबाट चुइयाँ उडेर पिङहरू खेल्न सकिन्छ त्यहाँ, होइन? त्यसै गरेर नेपालको चर्चित आर्टिस्टहरूको चाहिँ एउटा लाइभ म्युजिक पनि हुन्छ त्यहाँ चाहिँ पानीको साथमा। जब यो हजुर ल भन्नुहोस् के भन्न चाहनुहुन्छ? तपाईँको लागि समय हामीसँग थोरै रहेको छ। काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्दछ? तपाईँ यति साह्रो लो हुनुहोस्, हाई हुनुहोस्। 50-50 गरौँ सर। ओहो तपाईँले बल्ल बल्ल चाहिँ अब भनौँ न यति कुरा चाहिँ याद गर्नु भएको रहेछ। 50-50 रहेको छ तपाईँको लागि। 50-50 मा रहेको छ। हामीसँग रहेको छ काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्दछ भन्नेमा तपाईँको लागि 50-50। हामीसँग रहेको छ भक्तपुर र ललितपुर। भक्तपुरै हो। अझै सोच्नु सर, काठमाडौँबाट सबैभन्दा नजिक भक्तपुर पर्छ कि ललितपुर पर्छ? काठमाडौँ फन भ्याली दुईटै जिल्ला जोडेको जिल्ला हो त्यो। ल भन्नुहोस् अब काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्छ? तपाईँको लागि लास्ट समय हामी सोध्न चाहन्छौँ। सागे हो ललितपुरमा एउटा भयो के त्यहाँ। भक्तपुर हो सागेको। भक्तपुर भन्न चाहनुहुन्छ? नलिन चौकमा छ। ल भन्नुहोस्। ओके, जहाँसम्म लाग्छ उहाँको नेटमा केही समस्या हो कि जस्तो लागिरहेको छ। उहाँको लागि सोधिएको प्रश्न भक्तपुरमा भनेर उहाँ भनिराख्नु भएको छ। काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्छ भन्ने प्रश्नको उत्तर उहाँले के दिँदै हुनुहुन्छ? अझै एकचोटि सोध्न पाए त अझ क्लियर। कमल सर के गरौँ हामी? मेरो नेट गयो सर। मेरो नेट गयो सर। अहिले आयो भन्नुहोस् त। ल पक्कै पनि तपाईँले अघिदेखि नै के भन्नु भएको छ? ललितपुर भनिराख्नु भएको छ नि त? ललितपुर हामी लग गर्छौँ होइन त? मैले भक्तपुर भने। उहाँले ललितपुर भन्नुभएको छ। हुन्छ, हामी कमेन्ट हेर्न गइरहेका छौँ। कमेन्ट अन गरिदिनु होला। कमल सर हामी ललितपुर लग गर्छौँ है। भक्तपुर भने मैले। ओके हुन्छ, यतिखेरको समयमा हामी उहाँको कमेन्ट अन गरिसकेका छौँ। काठमाडौँ फन भ्याली कुन जिल्लामा पर्छ? लाइभ म्युजिकहरू हुन्छ यसको जुन छ नि, मैले एउटा एडभर्टाइज गर्न त खोजिएको होइन। हामी जुन हाम्रो देशमा हाम्रो जुन छ नि लाइक हुन्छ नि, हामीसँग भएका विभिन्न खालको स्रोत साधनहरू, हाम्रो पर्यटकीय क्षेत्रहरू, हाम्रो देशको आर्थिक विकास, आर्थिक टेवा पुर्याउने खालका यस्ता खालका जुन संरचनाहरू को चाहिँ एउटा हामीले चर्चा परिचर्चा र एडभर्टाइज पनि गर्न जरुरी रहेको छ। यति भन्दै साथीहरूले धेरैजनाले भक्तपुर भनिराख्नु भएको छ। पक्कै पनि हामी धेरैजनालाई थाहै नै रहेको छ। नाम मात्रै काठमाडौँ फन भ्याली हो, यो रहेको छ ललितपुरमा भनेर मैले भनिरहेको छु। उहाँले भन्नुभएको छ भक्तपुर। हामी उहाँको एन्सर लगाउन गइरहेका छौँ। कमल सर तपाईँलाई धन्यवाद दिन चाहन्छु। ढिलो आउँछ, कडा आउँछ, तर तपाईँको छिटो पनि आएको थियो, मिठो पनि आएको थियो, तर अलिक गिलो गिलो थियो, तर कन्फ्युज पनि हुनुहुन्थ्यो भन्ने जस्तो मलाई लागिरहेको थियो। खैर केही छैन, यहाँसम्म आइदिनु भयो, यहाँलाई विशेष धन्यवाद दिन चाहन्छु। यतिखेरको फेरि हाम्रो अर्को साथी आइ नै सक्नु भएको छ। डियर
डिआर लालु सर। लालु सर स्वागत गर्न चाहन्छु। हजुर नमस्कार सर। नमस्कार। कहाँबाट हुनुहुन्छ लालु सर? म यता ओखलढुङ्गाबाट हो सर। ओखलढुङ्गाबाट जोडिनु भएको छ। दुईतिर तीनतिर नदीले छुट्याएको जिल्ला ओखलढुङ्गा। ओखलढुङ्गामा ठुलो ओखल छ। अब त लोसन कुट्नु भएको छ सर? पिस्नु भएको छ कहिले त्यो ओखलमा गएर? सम्भवै छैन नि सर। सम्भव छैन। ठिक छ। तर तपाईँको ज्यान हेर्दा, तपाईँको जुन छ नि बडी हेर्दाखेरि, तपाईँको फेस हेर्दाखेरि तपाईँले त्यो लोहोरो उचालेर चाहिँ नि मसला पिस्ला जस्तो चाहिँ तपाईँ देखिरहेको हो। ठ्याक्कै छैन। अहिले ओखलढुङ्गाबाट हुनुहुन्छ कि कहाँबाट हुनुहुन्छ सर? ठ्याक्कै ललितपुर हो अहिले सर। ललितपुरबाट जोडिनु भएको छ। हुन्छ, हामी कार्यक्रम 11 बजिसकेको छ। अब हामी केही साथीहरूलाई मात्र लिन सकिन्छौँ। कति नम्बरबाट प्रश्न राखौँ सर तपाईँको लागि? 9 राख्नु सर। 9 नम्बर 9 तपाईँको लागि गइसकेको छ सर। नेपालमा मात्रै पाइने। ओहो, नम्बर 9 पक्नुहोस् है त। ओके, नम्बर 9 यहाँ रहेको रहेछ। ओके, नम्बर 9 होइन, गइसकेको छ सर। नम्बर 9 भर्खरै मात्रै पाल्पा ढाका टोपीपछि के को लागि प्रसिद्ध रहेको। अर्को प्रश्न क्वेसनमा अर्को प्रश्न चुज गर्न सक्नुहुन्छ सर। 19 पनि गइसकेको छ सर। 19 पनि गइसकेको छ सर। तपाईँ अरू कहाँ मात्रै ताकिराख्नु भएको छ कि? ओके, बाँकी रहेको छ 18 गएको रहेछ सर। ओके, 18 र 20 गएको रहेछ। 19 बिचमा अड्केर बसिरहेको रहेछ सर। ओके, नम्बर 19बाट तपाईँको लागि एकदमै सजिलो प्रश्न राख्न गइरहेका छौँ। जेम्स स्याङ्पोलले करेक्ट एन्सर भन्नुभएको रहेछ। करेक्ट एन्सर चाहिँ हाम्रो भक्तपुरमै रहेको छ। भक्तपुर पछि हाम्रो साँगा जाने, साँगा र भक्तपुरबाट उकालो जुन छ नि पलासेमै रहेको छ, काठमाडौँ फन भ्याली। तपाईँको लागि हामी सोध्न गइरहेका छौँ नम्बर 19बाट गौतम बुद्धको डिआर लालु सरको लागि गौतम बुद्धको आमाको नाम के हो? सुन्नुहोस् है त। भगवान गौतम बुद्धको आमाको नाम के हो? तपाईँको लागि अप्सन रहेको छ। अप्सन 1 मा रहेको छ माया देवी, अप्सन 2 मा रहेको छ तारा देवी, अप्सन 3 मा रहेको छ सीता देवी र अप्सन 4 मा रहेको छ काली देवी। कुन एन्सर होला सर? सही अप्सन 1 नै राख्नु, माया देवी। अप्सन तपाईँले राम्रोसँग सुन्नु भएको छ कि छैन? फेरि कान अलि नजिक आउनुहोस् सर। तपाईँले जहाँसम्म लाग्छ मेरो आवाज क्लियर सुन्नु भएको छैन, तपाईँको ध्यान अन्तैरहेको छ। अलि नजिक आउनु सर। म फेरि भन्छु अप्सन तपाईँलाई। हजुर, सुन्नु भएको छ नि मेरो आवाज? अप्सन 1 मा रहेको छ तारा देवी, अप्सन 2 मा रहेको छ सीता देवी, अप्सन 3 मा रहेको छ काली देवी र अप्सन 4 मा रहेको छ सेती देवी। ल के भयो सर? अब तपाईँको लागि मैले केही पनि भनेको छैन सर। 4वटा अप्सन दिएको छु, तपाईँले सही एन्सर दिनुहोस्। माया देवी नै हो। अप्सन त मजाले सुन्नु भएको छ नि? अप्सन कहाँ थियो माया देवी? अप्सन फेरि सुन्नुहोस्। अप्सन 1 मा छ तारा देवी। सुन्नुहोस् है, अप्सन 1 मा हो। गुड, अघि नै कानेश्वर ल्याउनु भनेको तपाईँलाई। अप्सन 1 मा तारा देवी, अप्सन 2 मा सीता देवी, अप्सन 3 मा काली देवी, अप्सन 4 मा सेती देवी। भयो सर, भयो। अब कान ल्याउनु पर्दैन। अब सोच्नै पालो। पसिना छुटिसक्यो सरको यार। म सक्दिनँ अब। मान्छे भागे कि? Oh my God. म सक्दिनँ सर, म सक्दिनँ तपाईँलाई। ओके सर, प्लिज हाम्रो लालु सर, तपाईँलाई एउटा के थियो भन्दाखेरि नि हाम्रो चाहिँ एउटा कहिलेकाहीँ हामी हाँसी मजाक गर्छौँ, रमाइलो गर्छौँ। तपाईँ एकदमै अडिग भएर रहनुपर्ने थियो। जहाँसम्म लाग्छ तपाईँलाई यसको एन्सर थाहा थियो र सही एन्सर पनि तपाईँले दिनु नै भएको हो। अप्सनहरूमा चाहिँ मैले दिँदै थिएँ तपाईँलाई, केही भनौँ न तपाईँको मन चोर्ने कोसिस गरिरहेको थियो र तपाईँ एकैचोटि मान्छे चोरेर भाग्नुभयो होइन। गौतम बुद्धको आमाको नाम के थियो भन्ने विषयमा चाहिँ उहाँलाई एकदमै सही एन्सर थाहा रहेछ होइन। तपाईँहरू के भन्नुहुन्छ यसमा? उहाँको नाम चाहिँ मलाई जहाँसम्म लाग्छ, यदि तपाईँ फेरि सुनिराख्नु भएको छ भने फेरि पनि क्वेसन चाहिँ के थियो भन्दाखेरि नै हाम्रो सन्तोष लोप्चान सर, गौतम बुद्धको आमाको नाम के थियो भन्ने प्रश्न थियो र अप्सनहरूमा चाहिँ माया देवी, तारा देवी, सीता देवी र काली देवी नै थियो। जब उहाँले एकैचोटि नै उहाँलाई 100% कन्फिडेन्टका साथमा कुनै पनि
हाम्रो कन्टेस्टेन्टले त्यसरी चाहिँ लाइक हुन्छ नि सही एन्सर दिएको अवस्थामा कहिलेकाहीँ चाहिँ बाहिर मन मुडले चाहिँ कहिलेकाहीँले उहाँको चाहिँ मन भट्काउने खालको चाहिँ क्वेसन के अरे अप्सनहरू राख्ने कोसिस गरेका हुन्छौँ, त्यही भइरहेको थियो। तर उहाँ चाहिँ एक्कासी पसिना पुरा आइरहेको थियो कि उहाँ नजिक आउने बेलामा एक्कासी उहाँ भाग्नुभयो। केही छैन, फेरि पनि तपाईँ यदि आवाज सुनिराख्नु भएको छ, लाइभ हेरिराख्नु भएको छ भने हाम्रो डियर लालु सर कृपया एकचोटि फेरि जोडिनु होला। तपाईँलाई यो रिक्वेस्ट गर्न चाहन्छु, वी आर रियली सरी यो भन्न चाहन्छु। तपाईँलाई चाहिँ हामी एउटा रमाइलो गर्न खोजिरहेका थियौँ, यति मात्र भन्न चाहन्छु। नभए पनि हामी चाहिँ बिचबाट कान थापेर सुन्दै हुनुहुन्थ्यो, एकदमै कान थाप्नु भएको थियो र उहाँको चाहिँ मैले एकदमै क्या पसिना छुटिसकेको थियो है। देख्नुभयो नि हाम्रो राइनी मिस, हाम्रो ज्ञानु सर भागिसक्नु भएको छैन, भागिसक्नु भएको छ, केही छैन। तर उहाँलाई यो 100% थाहा भएको हिसाबले उहाँको नाम पनि मैले चाहिँ लकी ड्रमा समावेश गरेर निधो गरेको छौँ। सहमत हुनुहुन्छ नि तपाईँहरू? ठिक छ हुन्छ। ओके, एकदम ठिक छ। नमस्ते सम्पूर्णलाई। हाम्रो यो तालाङतुलुङमा गरिएको 18औं एपिसोडको नतिजा कुरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक र पार्टिसिपेन्ट सर्मिसहरूमा जो जति साथीहरूले गेम खेल्नुभयो र सही आन्सर दिनुभयो र सही आन्सर दिएर तपाईँ लकी ड्र विजेताको चाहिँ नि लिस्टमा पर्नुभयो र लकी विजेताको लिस्टमा पर्नुभएका तपाईँ सम्पूर्ण माझमा र म रिजल्ट लिएर आइसकेका छौँ। हामी जमसँग जम्मी 2, 4, 6, 8, 10, 12, 13 जना 14 जनाले सहभागिता जनाउनु भएको थियो। त्यसमध्येमा चाहिँ 9 जनाले सही आन्सर दिनुभएको थियो। 9 जना सही आन्सर दिनुभएको व्यक्तिहरूको नाम मैले यहाँ लेखेर लिएका छौँ लकी ड्र गर्नको लागि। र फेयर एन्ड क्लियर गर्नको लागि चाहिँ मैले पारदर्शी सिसाको ग्लास लिएर आएका छौँ, किनकि यहाँ चाहिँ हामी मजाले देख्न सकिन्छौँ फेयर छ कि छैन, क्लियर छ कि छैन भन्ने हिसाबमा। सही आन्सर दिनुभएको व्यक्तित्वज्यूहरू हुन्थ्यो हाम्रो धनमान तामाङज्यू हुनुहुन्थ्यो, त्यसै गरेर हाम्रो ज्ञानु तामाङज्यू हुनुहुन्थ्यो, त्यसपछि राज नामको आइडी हुनुहुन्थ्यो एकजना, त्यसै गरेर रामकुमार घिसिङज्यू र रामकुमार महत 2 जना हुनुहुन्थ्यो, त्यसै गरेर रञ्जना राईज्यू हुनुहुन्थ्यो र त्यसै गरेर हाम्रो हुनुहुन्थ्यो विमल लामाज्यू र कमल लो तामाङज्यू र डिआर लालुज्यू हुनुहुन्थ्यो। उहाँहरू 9 जनाको नाम चाहिँ मैले यहाँ लेखेर ल्याएका छौँ। म तपाईँलाई नाम देखाउँदै यहाँ राख्नेछौँ र त्यसपछि भने लकी ड्र हामी गर्नेछौँ। पहिलो, दोस्रो र तेस्रो, चौथो र पाँचौँ तपाईँहरूलाई पर पर्सन 200 को रिचार्जको साथमा चाहिँ नि तपाईँहरूलाई हामी प्रमाणपत्र पनि वितरण गर्नेछौँ। हुन्छ, अब चाहिँ हामी लकी ड्र एकदमै छिटो गर्नेछौँ र तपाईँहरूलाई पनि यो भिडियो धेरै बोर नलागोस् है। अनि तपाईँहरूले जुन भिडियो चाहिँ एकदमै भनौँ न हामी कार्यक्रमको अवधिको लागि र कार्यक्रमको प्रचार प्रसारको बेलामा मैले बनाएको भिडियोहरू चाहिँ तपाईँले रिपोस्ट गर्नुपर्ने छ है, जुन प्राइज कलेक्टको लागि र कम्पलसरी हामी चाहिँ नि लाइक फलो गर्नेछौँ होइन। यो कुराहरू मैले भनिराख्नु नपर्ला। त्यो भइसकेपछि हुन्छ, अब चाहिँ हामी ढिलो नगरिकन नाम हाल्छौँ है त। यो नाम तपाईँले देखिराख्नु भएको छ क्लियरसँग, ज्ञानु तामाङज्यूको नाम रहेको छ। ज्ञानु तामाङज्यूको नाम पनि मैले हालिदिएँ यहाँभित्र। त्यसै गरेर रहेको छ यो डियर लालुज्यू, डियर लालुज्यू हुनुहुन्छ, लास्ट कलर हुनुहुन्थ्यो उहाँ जहाँसम्म लाग्छ। त्यसै गरेर हुनुहुन्छ यहाँ रञ्जना राईज्यू हुनुहुन्छ, रञ्जना राईज्यूको नाम पनि तपाईँले देखिराख्नु भएको छ। त्यसै गरेर रहेको छ यहाँ के छ रामकुमार घिसिङज्यूको नाम रहेको छ, रामकुमार घिसिङज्यू, उहाँको नाम पनि मैले यहाँ हालेँ। त्यसै गरेर रहेको छ रामकुमार महज्यू, उहाँहरू सँगसँगै आउनु भएको थियो, यहाँ पनि सँगसँगै भेट्न सक्यो मैले। त्यसै गरेर रहेको छ कमल लो तामाङज्यू हुनुहुन्छ, उहाँको नामलाई पनि मैले हालिदिएँ। त्यसै गरेर रहेको छ धनमान तामाङज्यू, उहाँको नामलाई पनि मैले हालिदिएँ। त्यसै गरेर रहेको छ विमल लामाज्यू हुनुहुन्छ, विमल लामाज्यूको नामलाई पनि यहाँ मैले हालिदिएँ। त्यसै गरेर रहेको छ राज नामको आइडी, उहाँ चाहिँ इटरीबाट जोड्नु भएको थियो, उहाँको नामलाई पनि मैले यहाँभित्र हालेँ। अब मैले चाहिँ देख्न त देखिन्छ है, देखिन्छ, तर कुन नम्बर कसको नाम होइन त्यो त म छुट्याउन सक्दिनँ नि। अब त यहाँभित्र हालिसकेपछि घोरिसकेपछि होइन, म तपाईँहरूले हेरेर होइन हात यसरी राखिएर अब म यहाँबाट लकी नामहरू निकाल्न गइरहेका छौँ।
यो नै हो फेयर एन्ड क्लियर तरिकाले गरिने लकी विजेता को बन्न सक्छ पहिलो विजेता। उहाँले पहिलो विजेताले पाउने पनि 200 हो र फरक यति हो उहाँले चाहिँ 200 को साथमा चाहिँ प्रमाणपत्र पहिलो स्थान भनेर पाउनुहुन्छ। एउटा नाम आइसकेको छ मेरो हातमा, के नाम रहेको छ अब तपाईहरुलाई म देखाउन गइरहेका छौं। उहाँको नाम रहेको छ पहिलो व्यक्ति, के नाम रहेको छ तपाईहरु आफै भन्नु होला। रामकुमार महतजी हुनुहुन्छ पहिलो पर्सन, पहिलो व्यक्ति हुनुभएको छ, पहिलो हुनुभएको छ। अब हामी हेर्छौं दोस्रो को बन्नुहुन्छ त है त, दोस्रो को बन्नुहुन्छ, दोस्रो हामी निकाल्छौं। दोस्रो हामी निकाल्छौं, यो नाम पनि रहेको छ, उहाँले पनि 200 को साथमा दोस्रो प्रमाणपत्र पाउँदै हुनुहुन्छ। के नाम रहेको छ हेर्नु होला तपाईहरुले, उहाँ हुनुहुन्छ रञ्जना राईजी हुनुहुन्छ हैन त, रञ्जना राईजी हुनुहुन्छ। यहाँलाई पनि कंग्रेचुलेसन, 200 को साथमा तपाई दोस्रो स्थान हुनुभएको छ। अब हामी तेस्रो नाम निकाल्न गइरहेका छौं। तेस्रो नाम कसको रहेको छ हेरौँ है त। तेस्रो नाम हामी निकाल्न गइरहेका छौं। तेस्रो नाम हेरौँ, तेस्रो नाम के रहेको छ त, रहेको छ डियर लालुजी हुनुहुन्छ, अन्तिम कलर हुन्थ्यो, उहाँ तेस्रो हुनुभएको छ। त्यसै गरेर चौथो को हुनुहुन्छ हेरौँ है त। चौथो कसको नाम रहेको छ त यहाँ, चौथो नाम रहेको छ यहाँ राज नामको आइडिया आएको छ चौथो। अब पाँचौं यानी कि अन्तिम को रहेको छ हेरौँ है त। पाँचौं यानी कि अन्तिम को रहेको छ, उहाँ हुनुहुन्छ कमल लो तामाङजी हुनुहुन्छ। ओके, यहाँहरु विशेष धन्यवाद दिन चाहन्छु। कस्तो लाग्यो के लाग्यो मैले रिजल्ट अनाउन्स गरिसकेको छु, निकालिसकेको छु यहाँ राखेर, र तपाईहरुको नाम पनि छ यहाँ। फेरि तपाईहरुको नाम थिएन होला भन्न पनि सक्नु होला तपाईले, त्यो भएर तपाईहरुको नाम पनि म एकचोटी देखाउन चाहन्छु। राजकुमार घिसिङज्यू, हातै छिर्दैन त, राजकुमार घिसिङ। त्यसै गरेर हाम्रो ज्ञानु सर, त्यसै गरेर धनमान तामाङ, त्यसै गरेर विमल लामाज्यू। यहाँहरुले यो हप्ता जित्न सक्नु भएन त के भयो, अर्को हप्ता तपाईले जित्न सक्नुहुनेछ। यसरी नै तपाईहरुको साथ सपोर्टको अपेक्षा गर्न चाहन्छौँ। यतिन्जेलसम्म तपाईले यस कार्यक्रमलाई हेरिदिनु भयो र यो भिडियो हेरिदिनु भयो, यहाँलाई सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। यो भिडियोलाई तपाईले शेयर गर्नु होला र तपाईहरुले मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। जहाँ तपाईहरु टिकटकमा गेम खेल्नु भएको थियो, टिकटकमा मलाई कुनै पनि संकोच नमानिकन तपाईले मेसेज गर्नुस्, म बुझ्छु र तपाईहरुको प्राइज म वितरण गर्नेछु प्रमाणपत्रको साथमा। हस्, थ्यांक यू। चौथो कसको नाम रहेको छ त यहाँ, चौथो नाम रहेको छ यहाँ राज नामको आइडिया आएको छ चौथो। अब पाँचौं यानी कि अन्तिम को रहेको छ हेरौँ है त। पाँचौं यानी कि अन्तिम को रहेको छ, उहाँ हुनुहुन्छ कमल लो तामाङजी हुनुहुन्छ। ओके, यहाँहरु विशेष धन्यवाद दिन चाहन्छु। कस्तो लाग्यो के लाग्यो मैले रिजल्ट अनाउन्स गरिसकेको छु, निकालिसकेको छु यहाँ राखेर, र तपाईहरुको नाम पनि छ यहाँ। फेरि तपाईहरुको नाम थिएन होला भन्न पनि सक्नु होला तपाईले, त्यो भएर तपाईहरुको नाम पनि म एकचोटी देखाउन चाहन्छु। राजकुमार घिसिङज्यू, हातै छिर्दैन त, राजकुमार घिसिङ। त्यसै गरेर हाम्रो ज्ञानु सर, त्यसै गरेर धनमान तामाङ, त्यसै गरेर विमल लामाज्यू। यहाँहरुले यो हप्ता जित्न सक्नु भएन त के भयो, अर्को हप्ता तपाईले जित्न सक्नुहुनेछ। यसरी नै तपाईहरुको साथ सपोर्टको अपेक्षा गर्न चाहन्छौँ। यतिन्जेलसम्म तपाईले यस कार्यक्रमलाई हेरिदिनु भयो र यो भिडियो हेरिदिनु भयो, यहाँलाई सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। यो भिडियोलाई तपाईले शेयर गर्नु होला र तपाईहरुले मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। जहाँ तपाईहरु टिकटकमा गेम खेल्नु भएको थियो, टिकटकमा मलाई
कुनै पनि सङ्कोच नमानिकन तपाईँले मेसेज गर्नुहोस्, म बुझ्छु र तपाईँको प्राइज म वितरण गर्नेछु प्रमाणपत्रको साथमा। हस्, थ्याङ्क यू। नमस्ते सम्पूर्णलाई। हाम्रो यो तालाङ तुलुङमा गरिएको 18औं एपिसोडको नतिजा कुरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शक र पार्टिसिपेन्ट्स मिसहरूमा जति साथीहरूले गेम खेल्नुभयो र सही आन्सर दिनुभयो र सही आन्सर दिएर तपाईँ लकी ड्र विजेताको चाहिँ नि लिस्टमा पर्नुभयो र लकी विजेताको लिस्टमा पर्नुभएका तपाईँ सम्पूर्ण माझमा र म रिजल्ट लिएर आइसकेका छौँ। हामी जमसँग जम्मी 2, 4, 6, 8, 10, 12, 13 जना 14 जनाले सहभागिता जनाउनु भएको थियो। त्यसमध्येमा चाहिँ 9 जनाले सही आन्सर दिनुभएको थियो। 9 जना सही आन्सर दिनुभएको व्यक्तिहरूको नाम मैले यहाँ लेखेर लिएका छौँ लकी ड्र गर्नको लागि र फेयर एन्ड क्लियर गर्नको लागि चाहिँ मैले पारदर्शी सिसाको ग्लास लिएर आएका छौँ, किनकि यहाँ चाहिँ हामी मजाले देख्न सकिन्छौँ फेयर छ कि छैन, क्लियर छ कि छैन भन्ने हिसाबमा। सही आन्सर दिनुभएको व्यक्तित्वज्यूहरू हुन्थ्यो हाम्रो धनमान तामाङज्यू हुनुहुन्थ्यो, त्यसै गरी हाम्रो ज्ञानु तामाङज्यू हुनुहुन्थ्यो, त्यसपछि राज नामको आइडी हुनुहुन्थ्यो एकजना, त्यसै गरेर रामकुमार घिसिङज्यू र रामकुमार महत 2 जना हुनुहुन्थ्यो, त्यसै गरेर रञ्जना राईज्यू हुनुहुन्थ्यो र त्यसै गरेर हाम्रो हुनुहुन्थ्यो विमल लामाज्यू र कमल लो तामाङज्यू र डिआर लालुज्यू हुनुहुन्थ्यो। उहाँहरू 9 जनाको नाम चाहिँ मैले यहाँ लेखेर ल्याएका छौँ। म तपाईँलाई नाम देखाउँदै यहाँ राख्नेछौँ र त्यसपछि भने लकी ड्र हामी गर्नेछौँ। पहिलो, दोस्रो र तेस्रो, चौथो र पाँचौँ तपाईँहरूलाई पर पर्सन 200 को रिचार्जको साथमा चाहिँ नि तपाईँहरूलाई हामी प्रमाणपत्र पनि वितरण गर्नेछौँ। हुन्छ, अब चाहिँ हामी लकी ड्र एकदमै छिटो गर्नेछौँ र तपाईँहरूलाई पनि यो भिडियो धेरै बोर नलागोस् है। अनि तपाईँहरूले जुन भिडियो चाहिँ एकदमै भनौँ न हामी कार्यक्रमको अवधिको लागि र कार्यक्रमको प्रसारको बेलामा मैले बनाएको भिडियोहरू चाहिँ तपाईँले रिपोस्ट गर्नुपर्ने छ है, जुन प्राइज कलेक्टको लागि र कम्पलसरी हामी चाहिँ नि लाइक फलो गर्नेछौँ होइन। यो कुराहरू मैले भनिराख्नु नपर्ला। त्यो भइसकेपछि हुन्छ, अब चाहिँ हामी ढिलो नगरिकन नाम हाल्छौँ है त। यो नाम तपाईँले देखिराख्नु भएको छ क्लियरसँग, ज्ञानु तामाङज्यूको नाम रहेको छ। ज्ञानु तामाङज्यूको नाम पनि मैले हालिदिएँ यहाँभित्र। त्यसै गरेर रहेको छ यो डियर लालुज्यू, डियर लालुज्यू हुनुहुन्छ, लास्ट कलर हुनुहुन्थ्यो उहाँ जहाँसम्म लाग्छ। त्यसै गरेर हुनुहुन्छ यहाँ रञ्जना राईज्यू हुनुहुन्छ, रञ्जना राईज्यूको नाम पनि तपाईँले देखिराख्नु भएको छ। त्यसै गरेर रहेको छ यहाँ के छ रामकुमार घिसिङज्यूको नाम रहेको छ, रामकुमार घिसिङज्यू, उहाँको नाम पनि मैले यहाँ हालेँ। त्यसै गरेर रहेको छ रामकुमार महतज्यू, उहाँहरू सँगसँगै आउनु भएको थियो, यहाँ पनि सँगसँगै भेट्न सक्यो मैले। त्यसै गरेर रहेको छ कमल लो तामाङज्यू हुनुहुन्छ, उहाँको नामलाई पनि मैले हालिदिएँ। त्यसै गरेर रहेको छ धनमान तामाङज्यू, उहाँको नामलाई पनि मैले हालिदिएँ। त्यसै गरेर रहेको छ विमल लामाज्यू हुनुहुन्छ, विमल लामाज्यूको नामलाई पनि यहाँ मैले हालिदिएँ। त्यसै गरेर रहेको छ राज नामको आइडी, उहाँ चाहिँ इटरीबाट जोड्नु भएको थियो, उहाँको नामलाई पनि मैले यहाँभित्र हालेँ। अब मैले चाहिँ देख्न त देखिन्छ है, देखिन्छ, तर कुन नम्बर कसको नाम होइन त्यो त म छुट्याउन सक्दिनँ नि। अब त यहाँभित्र हालिसकेपछि घोरिसकेपछि होइन, म तपाईँहरूले हेरेर होइन हात यसरी राखिएर अब म यहाँबाट लकी नामहरू निकाल्न गइरहेका छौँ। यो नै हो फेयर एन्ड क्लियर तरिकाले गरिने लकी ड्र। लकी विजेता को बन्न सक्छ पहिलो विजेता, उहाँले पहिलो विजेताले पाउने पनि 200 हो र फरक यति हो, उहाँले चाहिँ 200 को साथमा चाहिँ प्रमाणपत्र पहिलो स्थान भनेर पाउनुहुन्छ। एउटा नाम आइसकेको छ मेरो हातमा, के नाम रहेको छ अब तपाईँहरूलाई म देखाउन गइरहेका छौँ। हजुर, जस्तो हाम्रो आज 9 जनाले सही उत्तर मिलाउनु भएको छ होइन। हजुर हजुर, यसमा हामीले 5 जनालाई चाहिँ प्राइज दिने कि कतिजनालाई हो? हजुर हजुर, 5 जनालाई। साथीहरूले प्रश्न बुझ्नु होला, हामी आज 9 जना छौँ सही उत्तर मिलाउने, 9 जना मध्ये 4 जना आउट हुनेछ र 5 जनाले चाहिँ प्रमाणपत्र र उहाँले भनेअनुसार प्राइज पाउनु हुनेछ है साथीहरू। पक्कै पनि हामी लकी ड्र गर्नेछौँ। लकी ड्र गरेको जुन छ नि भिडियो पनि एकदमै प्रत्यक्ष तरिकाले रियल एन्ड फेयर क्लियर
तरिकाले युट्युबमा आउँछ। हाम्रो लालुजी तपाईँ पनि 9 जना भित्र पढ्नु भएको छ, तपाईँ पनि लकी ड्रमा पढ्नु भएको छ। अघि अलिकति हाम्रो विमल सरले अलिकति मजाक गर्दै हुनुहुन्थ्यो, तपाईँ अलिकति के अब तपाईँको बत्ती गयो या तपाईँ नेटको प्रब्लम भयो के भयो थाहा भएन, तपाईँ नरिसाउनु होला, तपाईँले सही नै उत्तर दिनुभएको थियो, उहाँले तपाईँलाई पनि लकी ड्रमा राखिसक्नु भएको छ है लालु सर। ल यति भन्दै हाम्रो ज्ञान सर अनि हाम्रो राइनी मिस, मैले तपाईँको आवाज लिन खोजिरहेको थियो। राइनी मिस के बोल्नुहोस् न। यतिखेरसम्म तपाईँ कार्यक्रममा आइदिनु रहेर हाम्रो कार्यक्रमलाई चुस्त दुरुस्त बनाउनको लागि, फेयर क्लियर बनाउनको लागि होइन, साथीहरूको चिटिङलाई रोक्नको लागि यत्रो सहयोग गर्नुभएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। अनि यहाँलाई पनि आगामी दिनमा अझै पनि यस्तै खालको सहयोगको अपेक्षा गर्न चाहन्छु। अब चाहिँ साथीहरूको यहाँ भनौँ न साझा कापीमा चाहिँ टक्क नाम लेखेर चाहिँ लकी ड्र गराउन गइरहेका छौँ। एकछिनपछि लकी ड्र गरेर तपाईँहरूको जुन छ नि नामलाई समावेश गरेर भोलि भिडियो अपलोड गरिरहन्छौँ। यति भन्न चाहन्छु। अब सबैजनाबाट छुट्टिन्छौँ, हाम्रो ज्ञान सर अनि हाम्रो राइनी मिस। ओके बाई। जतिजना लाइभ हेरिरहनु भएको छ सबैजनालाई विशेष धन्यवाद। हस्, थ्याङ्क यू। यो नाम पनि रहेको छ, उहाँले पनि 200 को साथमा दोस्रो प्रमाणपत्र पाउँदै हुनुहुन्छ। के नाम